संसारकै सबैभन्दा सफल लगानीकर्ता वारेन बफेटले भनेका छन्, खर्च गरेपछि बाँकी रहेको पैसा बचत नगर्नुहोस्। बचत गरेपछि बाँकी रहेको पैसा मात्र खर्च गर्नुहोस्। पैसाको महत्त्वलाई कम आँक्न सकिन्न। बचत एक उत्कृष्ट बानी हो जुन तपाईँले जीवनको सुरुवातमै अपनाउनु आवश्यक छ ताकि तपाईँको आर्थिक सुरक्षा सुनिश्चित होस्। जीवन सधैँ नयाँ चुनौतीहरू ल्याइरहन्छ। यिनीहरूलाई तपाईँले पूर्वानुमान गर्न सक्नु हुँदैन, तर तपाईँ सधैँ तयारी गर्न सक्नुहुन्छ। भविष्यमा आउने आपतकालीन अवस्थाहरूको लागि कसरी पैसा बचत गर्ने भन्ने कुरा सिक्नु तपाईँले जीवनका अनेकौँ बाधाहरू सामना गर्न सक्ने सुनिश्चित उपाय हो। तपाईँको बचतले तपाईँलाई शक्ति र सुरक्षा दिनेछ, जसले गर्दा तपाईँले जीवनका कठिनाइहरू सहजै पार गर्न सक्नुहुन्छ र पूर्ण रूपमा जीवनको आनन्द लिन सक्नुहुन्छ। अब चर्चा गरौँ बचत गर्नुको प्रमुख कारणहरू र किन पैसा बचत गर्नु महत्त्वपूर्ण छ। आकस्मिक खर्चहरू जस्तै स्वास्थ्य सम्बन्धी आपतकालीन अवस्था वा घर वा गाडीको अचानक मर्मत जस्ता खर्चहरूका लागि आपतकालीन कोष राख्न। अवकाशपछि दैनिक खर्चहरू पूरा गर्नका लागि अवकाश कोष बनाउन। आम्दानी दिने लगानीहरू गर्न। घर वा अन्य ठुलो खरिदको लागि डाउन पेमेन्ट गर्न। छोराछोरीको पढाइ वा विवाहका लागि। यी बाहेक पनि पैसा बचत गर्ने तपाईँका आफ्नै कारणहरू हुन सक्छन्, तर बचत त गर्नै पर्छ। अब पैसा बचत गर्ने उत्कृष्ट उपायहरूको चर्चा गरौँ। धेरै ऋण नलिनुहोस्। ऋणले तपाईँको बचत घटाउँछ। तपाईँले ऋण मार्फत ठुलो रकम तुरुन्तै पाउन सक्नुहुन्छ, तर उच्च ब्याज दरले दीर्घकालमा तपाईँको बचत नष्ट पार्न सक्छ। त्यसैले पैसा बचत गर्न ऋण सीमित गर्न अत्यन्त जरुरी छ। गुणस्तरीय सामान खरिद गर्नुहोस्। नक्कली वा न्यून गुणस्तरको सामान सस्तो पर्न सक्छ, तर त्यो टिकाउ हुँदैन। छोटो समयका लागि तपाईँले केही पैसा बचत गर्न सक्नुहुन्छ, तर दीर्घकालमा मर्मत सम्हार वा पुनः खरिदमा अझ बढी खर्च गर्नुपर्ने हुन्छ। त्यसैले सधैँ मूल्य वा गुणस्तरीय वस्तुहरू रोज्नुहोस्। बजेट बनाउनुहोस् र नियमित रूपमा खर्च ट्र्याक गर्नुहोस्। खर्चहरू जीवनको एक हिस्सा हुन्। केही खर्चहरू स्थायी हुन्छन् भने केही परिवर्तनशील। मासिक खर्चहरू ट्र्याक गर्दा तपाईँले आफ्नो पैसा कहाँ खर्च भइरहेको छ भन्ने थाहा पाउनुहुन्छ। एकपटक यो जान्नुभयो भने बजेट बनाउन सजिलो हुन्छ, जसले तपाईँको वित्तीय स्थितिमा सन्तुलन राख्दछ। यसरी तपाईँले आफ्नो पैसा सही ठाउँमा प्रयोग गर्न, भविष्यको योजना बनाउन र आपतकालीन अवस्थाका लागि तयारी गर्न सक्नुहुन्छ। उच्च ब्याजदर भएका ऋणहरू प्राथमिकताका साथ तिर्नुहोस्। तपाईँले लिएको कुनै पनि ऋणमा ब्याज तिर्नुपर्छ। ब्याज दर जति उच्च हुन्छ, तपाईँको खर्च पनि त्यति नै बढी हुन्छ। त्यसैले सबै ऋणहरू, विशेष गरी उच्च ब्याज दर भएका ऋणहरू यथाशक्य छिटो तिर्ने हो भने ब्याजको भागमा लाग्ने पैसा बचत गर्न सकिन्छ। आर्थिक रूपमा यो एकदमै बुद्धिमानीको कुरा हो। आपतकालीन कोष निर्माण गर्नुहोस्। आपतकालीन अवस्था कुनै बेला पनि आउन सक्छ, तर तपाईँका नियमित खर्चहरू रोकिँदैनन्। यही कारणले धेरै जस्तो वित्तीय योजनाकारहरूले आपतकालीन कोष बनाउन सल्लाह दिन्छन्। आपतकालीन कोष तपाईँका नियमित र अनिवार्य मासिक खर्चहरूको 3 देखि 6 गुणासम्मको रकम हुनुपर्छ। यसले तपाईँलाई आवश्यकताको बेला ऋणमा भर नपरी सहायता पुर्याउँछ। एटिएम कार्ड सोच विचार गरेर प्रयोग गर्नुहोस्। एटिएम कार्डहरू निकै सजिलो हुन्छन्, त्यसैले धेरैले भुक्तानी वा आपतकालीन अवस्थाहरूमा यसैको प्रयोग गर्छन्। तर एटिएम कार्डको प्रयोग गर्दा आफूसँग कति रकम बाँकी छ भन्ने कुरा हामीले ख्याल नै हुँदैन र समय अगावै हाम्रो रकम सकिन सक्छ। यो समस्या तपाईँको खर्च गर्ने बानीमा सजग भई एटिएम कार्डलाई विशेष आर्थिक आवश्यकता वा आपतकालीन अवस्थामा मात्र प्रयोग गरेर रकम बचाउन सकिन्छ। ठुला खरिदहरूमा स्मार्ट सपिङ गर्नुहोस्। कहिलेकाहीँ हामी सबैले केही ठुला वस्तुहरू खरिद गर्छौँ, जस्तै नयाँ उपकरण, सवारी साधन वा पुरानो फर्निचरहरूको विकल्प। यस्ता समयमा बजारमा उपलब्ध हुने अफरहरू वा छुटहरूको खोजी गरेर नयाँ खरिदमा उत्तम मूल्य प्राप्त गर्नु बुद्धिमानी हुन्छ। यी बचतहरू साना देखिए पनि समयसँगै ठुलो रकममा परिणत हुन सक्छन्। अत्याधिक वा अप्रत्याशित आम्दानीको सदुपयोग गर्नुहोस्। तपाईँले आफ्नो तलब वा व्यावसायिक आम्दानीहरू बाहेक विभिन्न स्रोतहरूबाट पैसा कमाउन सक्नुहुन्छ, जस्तै आफन्तहरूबाट प्राप्त नगद उपहार,
लगानीबाट प्राप्त ब्याज, काममा प्राप्त बोनस, लटरी, चिट्ठा आदि। यस्तो आम्दानीलाई खर्च गर्ने सट्टा भविष्यका आवश्यकताका लागि बचत गर्नु नै लाभदायक हुन्छ। आवश्यक अटो सब्सक्रिप्सन वा सदस्यता बन्द गर्नुहोस्। अटो सब्सक्रिप्सनले जीवन सजिलो बनाउँछ, तर यसले तपाईँको खर्च बढाउन पनि सक्छ। यस्ता सदस्यता शुल्कहरू स्वचालित रूपमा खाताबाट काटिने भएकोले तपाईँले कहिलेकाहीँ यो खर्चको मूल्य थाहा नपाउन सक्नुहुन्छ। त्यसैले सबै सदस्यता सूची हेरेर जुन आवश्यक छैन वा प्रयोग गरिँदैन त्यस्ता सबै सदस्यता बन्द गर्नु राम्रो हुन्छ। ऊर्जा खर्च घटाउनुहोस्। बिजुलीको बिल घटाउनका लागि आफ्नो उपयोगबारे सचेत रहनुहोस्। प्रयोगमा नरहेका विद्युतीय उपकरणहरू बन्द गर्नुहोस् र सौर्य ऊर्जा, स्मार्ट टेक्नोलोजी जस्ता हरित विकल्पहरू अपनाउनुहोस्। सकेसम्म प्राकृतिक प्रकाशमा भर पर्नु पनि उपयोगी हुन्छ। मोबाइल बिल कम गर्नुहोस्। बजारमा धेरै नेटवर्क प्रदायकहरू उपलब्ध भएका कारण तपाईँ सजिलै विभिन्न योजना तुलना गरेर सस्तो र उपयुक्त योजना छनौट गर्न सक्नुहुन्छ। जस्तै परिवार योजना वा जोडी योजना अपनाएर मोबाइल बिल घटाउन सकिन्छ। बाहिरी खाना वा मनोरञ्जनमा खर्च नगर्नुहोस्। बाहिर खाँदा वा घुम्न जाँदा खर्चको बारेमा सचेत हुनु जरुरी हुन्छ। धेरै जसो मानिसहरू बाहिर जाँदा खर्चको हिसाब राख्दैनन् र अन्ततः धेरै पैसा खर्च हुन्छ। तर यदि तपाईँ खर्चको बारेमा सचेत हुनुहुन्छ भने खर्चमा कटौती गर्न सक्नुहुन्छ। छुट, कुपन कोड र क्यासब्याकको खोजी गर्नुहोस्। छुट, कुपन कोड वा क्यासब्याकहरू खोज्नु खर्च घटाउने राम्रो उपाय हो। धेरै ब्रान्डहरूले समय समयमा विभिन्न छुट तथा पुरस्कारहरू दिन्छन्। तपाईँले आफ्नो खरिदको योजना त्यस्तो समयमा गर्न सक्नुहुन्छ जब विक्रेताले चाडपर्वमा छुट दिइरहेका हुन्छन्, जसले गर्दा तपाईँको खर्च उल्लेखनीय रूपमा घट्न सक्छ। आफै गर्न सिक्नुहोस्। कुनै पनि सानो सानो कामहरू आफै गरेर तपाईँले सेवा शुल्क बचत गर्न सक्नुहुन्छ। यस्तो अभ्यासले तपाईँको सिप पनि बढाउँछ र पैसा पनि बचत हुन्छ। अनलाइन भिडियो हेरेर साना मर्मत तथा दैनिक कामहरू आफै गर्न सक्नुहुन्छ। यसले सहयोगी राख्नु पनि आवश्यकता हटाउँछ र तपाईँको मासिक खर्च घटाउँछ। आवश्यक नभएका सामानहरू बेच्नुहोस्। तपाईँले प्रयोग नगरेका पुराना लुगा, ग्याजेट, जुत्ता, घडी वा अन्य सामग्रीहरू बेच्न सक्नुहुन्छ। यसले तपाईँलाई दुई किसिमले फाइदा पुर्याउँछ। बिक्रीबाट केही पैसा कमाउन सकिन्छ र ती सामानहरूको हेरचाहमा लाग्ने खर्च पनि बचत हुन्छ। बचतलाई बानी बनाउनुहोस्। बचतलाई आफ्नो जीवनशैलीको हिस्सा बनाउन प्रयास गर्नुहोस्। एकपटक बचत तपाईँको बानी बनिसकेपछि तपाईँलाई अलग्गै प्रयास गर्नु नपरिकन नै पैसा बचत गर्न सजिलो हुन्छ। तपाईँ आफै आफ्नो आर्थिक भविष्य र परिवारको भलाइको बारेमा सोच्न थाल्नुहुन्छ। तपाईँलाई छोटो अवधिमा मात्र होइन, दीर्घकालीन लक्ष्यहरूका लागि पैसा बचत गर्न सहयोग पुर्याउने केही सुझावहरू प्रस्तुत गरेको छु। आफ्नो खर्च ट्र्याक गर्नुहोस्। तपाईँ मोबाइल एप मार्फत वा कुनै डायरीमा टिपेर आफ्नो खर्च ट्र्याक गर्न सक्नुहुन्छ। यसले तपाईँलाई अनावश्यक खर्च हटाउन सहयोग गर्छ, जसले बचत बढाउन सक्छ। बजेटमा बचतलाई प्राथमिकता दिनुहोस्। बचतलाई तपाईँको मासिक बजेटमा अनिवार्य हिस्सा बनाउनुहोस्। मासिक रूपमा एक निश्चित प्रतिशत बचत गर्ने दर तोक्नुहोस् र त्यो खर्च जे भए पनि पालना गर्नुहोस्। आफ्नो वित्तीय प्राथमिकताहरू निर्धारण गर्नुहोस्। बिना योजना पैसा बचत वा खर्च गर्नुको साटो छोटो, मध्यम र दीर्घकालीन वित्तीय लक्ष्यहरू तय गर्नुहोस्। यसले तपाईँलाई योजनाबद्ध तरिकाले लक्ष्य पुरा गर्न मार्गनिर्देशन दिन्छ। बजेट छुट्याउनुहोस्। बचत गर्दा सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको बचतको लागि छुट्याएको पैसा नछुने दृढ सङ्कल्प गर्नु हो। कतिपय अवस्थामा तपाईँ आफ्नो सङ्कल्प भङ्ग गरेर अनावश्यक खर्चमा बचतको पैसा प्रयोग गर्न सक्नुहुन्छ। यस्तो गल्ती नगर्नुहोस्। तोकिएको बजेटमा रहनुहोस् र सक्दो प्रयास गरेर त्यो बजेटबाट पनि केही रकम बचत गर्न कोसिस गर्नुहोस्। आफ्नो खर्च गर्ने बानीको मूल्याङ्कन गर्नुहोस्। नियमित रूपमा आफ्नो किनमेल र खर्च गर्ने बानीहरू मूल्याङ्कन गर्नुहोस् ताकि अतिरिक्त बचत सम्भव भए त्यसको लाभ लिन सक्नुहोस्। केही महिनाको ब्याङ्क स्टेटमेन्ट वा एटिएम कार्डको विवरण हेरेर तपाईँले कहाँ, के र कसरी खर्च गरिरहनु भएको छ भन्ने पत्ता लगाउन सक्नुहुन्छ। त्यसको आधारमा केही खर्चहरू घटाउन सकिन्छ। त्यसरी बचत भएको रकमलाई छुट्टै राख्ने निर्णय गर्नुहोस्, जसले तपाईँको बचत अझ बढ्नेछ।
परिवारलाई समावेश गर्नुहोस्। बचत गर्ने बानीमा आफ्नो परिवारका सदस्यहरूलाई पनि सहभागी गराउनु राम्रो रणनीति हो। तपाईँले परिवारभित्रै प्रतिस्पर्धा सिर्जना गर्न सक्नुहुन्छ। प्रत्येक महिना सबैभन्दा धेरै बचत कसले गर्छ भनेर हेर्ने। खर्च घटाउने तरिकाहरू खोज्नुहोस्। अनावश्यक सदस्यता, हप्ताको वा महिनाको खर्च ट्र्याक नगर्नु जस्ता कुराहरू छुट्याएर आफ्नो खर्च घटाउने उपायहरू पत्ता लगाउनुहोस्। खर्च गर्ने बानीप्रति सचेत रहनुले अनावश्यक खर्चमा नियन्त्रण गर्न मद्दत गर्छ। बचत लक्ष्यहरू तय गर्नुहोस्। लक्ष्यसहित पैसा बचत गर्दा तपाईँले योजनाबद्ध तरिकाले बचत गर्न सक्नुहुन्छ। लक्ष्यहरू छोटो वा दीर्घकालीन हुन सक्छन्। छोटो अवधि लक्ष्यहरू नजिकको भविष्यमा हुने घटनाहरू हुन्, जस्तै गाडी किन्ने वा घुम्न जाने योजना। दीर्घकालीन लक्ष्यहरू भने समय लाग्ने योजना हुन्, जस्तै घर किन्ने वा सेवानिवृत्तिको योजना। छुट्टै बचत खाता खोल्नुहोस्। बचतमा अनुशासन ल्याउने उत्कृष्ट उपाय भनेको तपाईँको नियमित तलब वा व्यवसाय खाताबाट अलग बचतको लागि छुट्टै खाता खोल्नु हो। बचतको लागि छुट्याएको रकम यस खातामा ट्रान्सफर गर्नुहोस् र त्यही खाताबाट विभिन्न बचत योजनाहरूमा लगानी गर्न सक्नुहुन्छ। बचत योजनामा लगानी गर्नुहोस्। लाइफ इन्सुरेन्स बचत योजनाहरू तपाईँलाई र तपाईँको परिवारको आवश्यकता पूरा गर्नका लागि बचत गर्न सहयोग गर्छन्। यसले नियमित बचत विकास गर्न मद्दत गर्छ र राम्रो प्रतिफल दिन पनि सक्छ। यसले तपाईँलाई आपतकालीन अवस्थाहरूको लागि आर्थिक रूपमा तयार बनाउँछ। आफ्नो बचत र लगानीहरू स्वचालित बनाउनुहोस्। भुक्तानी स्वचालित बनाउनुको सट्टा आफ्नो बचत र लगानी योजनाहरू स्वचालित बनाउन विचार गर्नुहोस्। यसले तपाईँलाई भविष्यको आर्थिक सुरक्षामा प्राथमिकता दिन सहयोग गर्छ र बचतमा निरन्तरता कायम रहन्छ। त्यसैले पैसा बचत गर्नु एक महत्त्वपूर्ण बानी हो, जसले जीवनका अनिश्चितताहरूसम्म पनि आर्थिक सुरक्षा र मानसिक शान्ति सुनिश्चित गर्छ। तपाईँको खर्च ट्र्याक गरेर, बचत बनाउँदै, वित्तीय लक्ष्यहरू सेट गर्दै र खर्चको बारेमा सचेत निर्णयहरू गरेर तपाईँ आफ्नो बचतले महत्त्वपूर्ण रूपमा वृद्धि गर्न सक्नुहुन्छ। चाहे अनावश्यक ऋण हटाउने, वास्तविक उत्पादनहरूमा लगानी गर्ने वा आपतकालीन कोष बनाउने जस्ता कदमहरू उठाउनुहोस्। बचतको प्रत्येक कदमले तपाईँलाई राम्रो आर्थिक भविष्य सुनिश्चित गर्न मद्दत पुर्याउनेछ। निरन्तरता, अनुशासन र स्मार्ट योजना बनाउने महत्त्वपूर्ण कुरा हो, जसले तपाईँलाई बचत गर्ने बानीलाई एक प्राकृतिक र पुरस्कृत भाग बनाउन मद्दत पुर्याउँछ।